यो गाई हो। यसलाई कोरियन भाषामा सौ भनिन्छ। यो हात्ती हो। यसलाई कोरियन भाषामा खक्केरै भनिन्छ। यो बाघ हो। यसलाई कोरियन भाषामा होराइन्जे भनिन्छ। यो सिंह हो। यसलाई कोरियन भाषामा सैजाओ भनिन्छ। यो घोडा हो। यसलाई कोरियन भाषामा माओ भनिन्छ। यो कुकुर हो। यसलाई कोरियन भाषामा गेइ भनिन्छ। यो बिरालो हो। यसलाई कोरियन भाषामा गएन्जे भनिन्छ। यो खरायो हो। यसलाई कोरियन भाषामा ठक्के भनिन्छ। यो बाँदर हो। यसलाई कोरियन भाषामा वनसन्जे भनिन्छ। यो भेडा हो। यसलाई कोरियन भाषामा येङ भनिन्छ। यो बाख्रा हो। यसलाई कोरियन भाषामा यमसौ भनिन्छ। यो सुँगुर हो। यसलाई कोरियन भाषामा डोरेजे भनिन्छ। यो कुखुरा हो। यसलाई कोरियन भाषामा डैक भनिन्छ। यो हाँस हो। यसलाई कोरियन भाषामा ओरै भनिन्छ। यो चरा हो। यसलाई कोरियन भाषामा सेई भनिन्छ। यो सर्प हो। यसलाई कोरियन भाषामा बेन भनिन्छ। यो भ्यागुता हो। यसलाई कोरियन भाषामा गेग्युए भनिन्छ। यो माछा हो। यसलाई कोरियन भाषामा मगौजे भनिन्छ। यो भालु हो। यसलाई कोरियन भाषामा गम भनिन्छ। यो ब्वासो हो। यसलाई कोरियन भाषामा न्योक्टे भनिन्छ। यो फ्याउरो हो। यसलाई कोरियन भाषामा यियो भनिन्छ। यो मृग हो। यसलाई कोरियन भाषामा सेसम भनिन्छ। यो जेब्रा हो। यसलाई कोरियन भाषामा योलोकमाउ भनिन्छ। यो जिराफ हो। यसलाई कोरियन भाषामा गेरेन भनिन्छ। यो ऊँट हो। यसलाई कोरियन भाषामा नेक्टाओ भनिन्छ। यो मुसो हो। यसलाई कोरियन भाषामा जोय भनिन्छ। यो ठुलो मुसो हो। यसलाई कोरियन भाषामा जोय भनिन्छ। यो लोखर्के हो। यसलाई कोरियन भाषामा ड्यारान्जोय भनिन्छ। यो चमेरो हो। यसलाई कोरियन भाषामा बैकजोय भनिन्छ। यो पुतली हो। यसलाई कोरियन भाषामा नेदै भनिन्छ। यो मौरी हो। यसलाई कोरियन भाषामा खोब्यो भनिन्छ। यो कमिला हो। यसलाई कोरियन भाषामा गेमे भनिन्छ। यो माकुरो हो। यसलाई कोरियन भाषामा जियोमे भनिन्छ। यो कछुवा हो। यसलाई कोरियन भाषामा जिउबिजे भनिन्छ। यो गोही हो। यसलाई कोरियन भाषामा एज्यो भनिन्छ। यो होयल हो। यसलाई कोरियन भाषामा गोरै भनिन्छ। यो सार्क हो। यसलाई कोरियन भाषामा सेन्च भनिन्छ। यो अक्टोपस हो।
यसलाई कोरियन भाषामा मन्यो भनिन्छ। यो गङ्गटो हो। यसलाई कोरियन भाषामा गियु भनिन्छ। यो पान्डा हो। यसलाई कोरियन भाषामा प्यान्डा भनिन्छ। यो कंगारू हो। यसलाई कोरियन भाषामा क्यान्जुरो भनिन्छ। यो गैंडा हो। यसलाई कोरियन भाषामा खपोसो भनिन्छ। यो हिप्पो हो। यसलाई कोरियन भाषामा ह्यामाउ भनिन्छ। यो लाटोकोसेरो हो। यसलाई कोरियन भाषामा बियोन्जे भनिन्छ। यो चिल हो। यसलाई कोरियन भाषामा डोक्सोरे भनिन्छ। यो सुगा हो। यसलाई कोरियन भाषामा एन्मेसेउ भनिन्छ। यो मयूर हो। यसलाई कोरियन भाषामा गौन्जेक भनिन्छ। यो राजहंस हो। यसलाई कोरियन भाषामा बेचो भनिन्छ। यो गधा हो। यसलाई कोरियन भाषामा ड्यानग्वे भनिन्छ। यो भैँसी हो। यसलाई कोरियन भाषामा मौसो भनिन्छ। यो गोरिल्ला हो। यसलाई कोरियन भाषामा गोरिल्ला भनिन्छ। यो वालरस हो। यसलाई कोरियन भाषामा बेरेककेरे भनिन्छ।